आज हामी लाइबिलिटिजको बारेमा डिस्कस गर्छौँ। लाइबिलिटिज भनेको के हो हेर्नुहोस्, सिम्पलमा बुझ्ने लाइबिलिटिज सिम्पलमा बुझ्दा लाइबिलिटिज भनेको कर्जा हो। कर्जा सिम्पलमा बुझ्ने लाइबिलिटिज भनेको कर्जा हो। अब कर्जा इक्जाम्पलको लागि मानौ लोन लिनुभयो, ब्याङ्कबाट लोन लिनुभयो पैसा। तब ब्याङ्कबाट पैसा लिनुभयो त भोलिको दिनमा त्यसलाई त पैसा तिर्नुपर्छ। हो त लोन के हो, कर्जा हो कि होइन? हो। त यो हाम्रो लाइबिलिटिज हो। त्यसपछि क्रेडिटर्स, हामी सप्लायर्सबाट सामान उधारोमा लिनुभयो। अब त सप्लायर्सबाट सामान उधारोमा लिनुभयो भने त भोलिको दिनमा हामी पैसा तिर्छौँ, त यो पनि कर्जा हो। त्यसै कारणले यो लाइबिलिटिज हो। सप्लायर्स भनेको के हो त्यो कुरा बुझ्नुपर्ने। सप्लायर्स भनेको महाजन हो, महाजन। जस्तै डिआरजेको सामान हामीले यो ब्रान्डबाट भनेको डिआरजेको सामान म लिन्छु, कति रे 20-25 वटा लिन्छु किन बेच्नको लागि। त यो यसबाट लिनुभयो त यो मेरो लागि के हो, सप्लायर्स हो। यो म छु यता। त यो सप्लायर्सबाट मैले के लिनुभयो, सामान उधारोमा लिनुभयो। त यो सप्लायर्सलाई भोलिको दिनमा त हामी त पैसा तिर्नुपर्छ। यो के हो, क्रेडिटर्स हो। क्रेडिटर्स भने के हो, क्रेडिटर्सलाई सप्लायर्स भनिन्छ। त यो डिआरजेको सामान यसबाट लिनुभयो म, त म किन लिनुभयो यसबाट, किनकि म बेच्छु सामान। डिआरजेको सामान म आफ्नो पसलमा ल्याउनु भयो, किन बेच्नको लागि। त मैले के गर्छु, सामान सेल्स गर्छु। हो। त यो मेरो लागि के भयो, क्रेडिटर्स भयो। ठिक छ। अब यताबाट म के गर्छु, कस्टमरलाई सामान दिन्छु। क्लियर? सप्लायर्स भने के हो, त यो पनि हाम्रो के हो, लाइबिलिटिज हो। त्यसपछि हाम्रो छ अकाउन्ट्स पेबल्स। रिसिभेबल त यसै गइहाल्यो। हो, अकाउन्ट्स पेबल भयो। त्यसपछि बिल्स पेबल भयो। त्यसपछि नोट्स पेबल भयो। त्यसपछि आउटस्ट्यान्डिङ एक्सपेन्सेस भयो। त्यसपछि अनपेड भयो। त्यसपछि ड्यू भयो। यो सबै हाम्रो के हो, लाइबिलिटिज हो। अब यो अकाउन्ट्स पेबल्स, बिल्स पेबल्स र नोट्स पेबल्स भनेको सेम कुरा हो, तर यसमा केही डिफ्रेन्स म त्यो सम्झाउँछु। जब ब्यालेन्स सिटहरू पढ्छु भने तब यसको महत्त्व बुझ्छु कि नोट्स पेबलमा किन हुन्छ। जब यता लङ टर्म लेखेको हुन्छ नि भने तब यसलाई बुझ्नुहोस् यो के हो रे, लङ टर्म लाइबिलिटिज हो। तर यो लाइबिलिटिज हो। यो जति पनि लेख्यौँ मैले टर्म, यो सबै लाइबिलिटिज हो। त अब बिल्स पेबल भने के हो, मानव सपोज मैले गाममा कर्जा लिनुभयो कसैसँग गयो, एउटा पर्सन थियो, त्यसलाई के गर्छु, लोन दिन्थ्यो। मेरो गाममा एउटा पर्सन थियो, त्यो लोन दिन्थ्यो। हो, त्योसँग म गयो, त्यो पर्सनलाई, अब यो पर्सनलाई म गयो, योसँग पैसा माग्नु भयो 1 लाख रुपियाँ। के हो, 1 लाख रुपियाँ माग्नु भयो त्योसँग। यसको नाम हो राम। अब रामले के गर्यो, मलाई 1 लाख रुपियाँ दिनुभयो। त त्यसले भन्छ म 1 लाख रुपियाँ दिँदैन, भोलिको दिनमा तिमी पैसा दिन्छौ कि दिँदैन, त्यो त भ्यालिडै छैन। हो, अब त्यसले के गर्नुभयो, एउटा बिल बनाउनु भयो। यो बिल त्यो रामले बनाउनु भयो। अब बिलमा के गर्यो, मलाई भनेको छाप गर्नु पर्छ। अब यता मैले छाप गर्नुभयो, यो महाजनले लेख्नुभयो यसमा 1 लाख लिएको छ यो मान्छे, बस मैले के गर्नुभयो, यता छाप लगाउनुभयो अथवा सिग्नेचर गर्नुभयो। आफ्नो सिग्नेचर मान्नु सपोज मैले गर्नुभयो। अब यो सिग्नेचर गरेपछि यो बिल्स छ, यसले राख्नुभयो। ठिक छ। अब मलाई पैसा 1 लाख जुन लोन लिनुभयो त्यो त भोलिको दिनमा हामीले तिर्नुपर्छ, रामलाई दिनुपर्छ। त हो, यो जुन बिल छ यो मेरो लागि लाइबिलिटिज हो। जब म यसलाई पैसा 1 लाख दिन्छु तब यो बिललाई के गर्छ, त्यसलाई फाड्छ। ठिक छ। यो मेरो लागि के हो, बिल्स पेबल हो। के हो रे भाइ, बिल्स पेबल हो। यो मेरो लागि के हो, लाइबिलिटिज हो। यो जति पनि टर्म छ भने लाइबिलिटिज हो। त यसलाई सिम्पलमा याद राख्नको लागि लाइबिलिटिजलाई म एउटा वर्ड लेख्छु, त्यो मात्र याद राख्नुहोस्, अरू केही छैन। लाइबिलिटिज भनेको कर्जा, यो पनि याद राख्न सक्छु। अथवा सिम्पलमा याद राख्दा भनेको यो याद राख्नुहोस्, अब्लिगेसन
obligation of money, obligation of money, यो याद राख्नुस्। अथवा यो याद रहँदैन भने त यो पनि याद राख्न सक्छौ, amount payable to outsider, OUTSIDER छ लेखेको, आउटसाइडर। अथवा यो याद रहँदैन भने नेपालीमा याद राख्नुस्, तिर्नु पर्ने रकम, यो याद राख्न सक्छु, तिर्नु पर्ने रकम। यति त याद रहन सक्छ, यो एउटा टर्म्स मात्र। योबाट याद रहँदैन भने कस्तो, अब के याद हुन्छ मन त। obligation अफ मनी सिम्पल छ, भन्ने लाइबिलिटिज कसैले सोध्छ व्हाट इज मिनिङ अफ लाइबिलिटिज, सिम्पलमा भने obligation अफ मनीलाई लाइबिलिटिज भनिन्छ। त्यसपछि सोध्छ त यसरी पनि भन्न सक्छौ, अमाउन्ट पेबल्स टु आउटसाइडरलाई लाइबिलिटिज भनिन्छ। अथवा सिम्पलमा भने त तिर्नुपर्ने रकमलाई लाइबिलिटिज भनिन्छ। त दिमागमा बसाउनु पर्छ त लाइबिलिटिज भनेको कागज हो। ठिक छ, अब नेक्स्ट भिडियोमा यसको चर्चा गर्छु, टाइप्स अफ लाइबिलिटिज।